गर्नुहुन्न, मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ? उहाँहरूका यस्ता अस्थिरताका क्रियाकलापहरूले, अराजक क्रियाकलापहरूले, उहाँहरूद्वारा प्रेरित अराजक क्रियाकलापहरूले देश अप्ठ्यारोमा पर्दैछ। म उहाँलाई सुझाव दिन चाहन्छु। एउटा पूर्व राजाको हैसियतले उहाँले त्यति वर्ष पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य सुसंस्कृत ढङ्गले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट, संविधान र कानुन अनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनु पर्ने ठाउँमा के चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको, मलाई साथ देऊ म आउँछु। कहाँ आउने उहाँ? पोलिटिक्समा आउनुहोस् न, हामी त स्वागत गर्छौँ त। राजनीतिमा आउने कि राजनीतिमा आउने? राजनीतिमा आउने भने यु आर वेलकम, आउनुहोस्, स्वागत छ। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ, त कानुनको पनि कुरा गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्,